न यो आज बैशाखे पूर्णिमाका दिनमा युट्युबर आउनु भएको छ अनि हाम्रो यो बगिया रोटी बैशाखी पूर्णिमाको दिनमा बगिया रोटी पकाउनु पर्छ कुल पूजाको लागिले अनि कुखुरा पूजा गरेर मासु पकाउनु पर्छ मासु छ अनि यो रोटीहरू चाहिँ भाग भन्दा लगाएको अनि यता अचार छ उ त्यहाँ अन्डीको जाँड छ अनि यतातिर चाहिँ फेरि हाम्रो कुल देउदेउताको लागि यहाँ नजिकमा चाहिँ हाम्रो कुल देउदेउताको लागि छ है। यो चाहिँ कुल देउताको लागि हो। अब आज हाम्रो बैशाखी पूर्णिमाको दिनमा हाम्रो डाँडा गाउँले सन्तानको पूजा गरेको हो है। यो चाहिँ कुल पूजा गरेको हो मात्रै बसेर खाने चिज हो है।